ल्याउन बाँकी चाहिँ के रह्यो र? सबै तन्त्र आए। राजतन्त्र झर्निया राणा शासनदेखि राजतन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दाखेरि खै जनताले के ल्याउन बाँकी रह्यो र? अब के ल्याउन बाँकी थियो? कुन तन्त्र आएर यो देश देश जस्तो हुने हो? यो दृश्य देख्दाखेरि लाग्दैन कि हामी कुन तन्त्रमा छौं? कुन तन्त्र चाहिएको हो? कुन तन्त्र ल्याएपछि यो देश देश जस्तो हुने हो? यहाँ कुनै पनि व्यवस्थाको कुरा होइन, यो चेतनाको कुरा हो, यो सिस्टमको कुरा हो कि गणतन्त्र आइपुग्दा पनि फेरि अब राजतन्त्र फर्काउने न्यूमा फेरि 17-18 हजार मान्छे मर्नुपर्ने, फेरि राजतन्त्र आइसके पछाडि पनि हुने के हो र? हिजो सयौं वर्ष शासन गरेको होइन र? अनि फेरि त्यसैलाई फर्काउनु पर्यो। अनि फेरि गणतन्त्र आएर पनि के हुने रहेछ र? देखिहाल्यो। यो तन्त्रको कुरा, व्यवस्थाको कुरा होइन, अवस्थाको कुरा हो र चेतनाको कुरा हो। म त भन्छु विभिन्न नामका आन्दोलनहरू भए, यहाँ शीर्ष नेताहरू र नेतृत्वकर्ताहरू कहिल्यै मर्दैनन्। मर्ने भनेको जनताको छोराछोरी तपाईँ हामी हो। तपाईँ हामी आज पनि किन बुझ्दैनौ? कुनै एउटा नेताले उचाल्यो भनेर तेरो त्यो भविष्य बन्छ भनेर, अथवा तँलाई चाहिँ राम्रो ठाउँमा केही न केही बनाइदिन्छु भनेर तिनको पछाडि लागेर हिँडेर ढुङ्गा फालेर र ढुङ्गाले हान्ने कसलाई? यिनै नेपालका हाम्रै दाजुभाइलाई हो। अनि उनीहरूले गोली कसलाई चलाउने? हामीलाई नै हो। मर्नेको हो शीर्ष नेतृत्वहरू, कोही पनि मर्दैनन्। र आन्दोलनको जुनले जिम्मा लिएका छन् तिनी पनि मर्दैनन्। मर्ने भनेको तपाईँ हामी जनताको छोराछोरी हो। त्यसकारण किन बुझ्नुहुन्न? अब यस्ता कतिसम्म दौडिने, कहिले राजतन्त्र ल्याउनको लागि हामी नै मर्नुपर्ने, कहिले गणतन्त्र ल्याउनको लागि हामी नै मर्नुपर्ने। जो जसलाई जे चाहिएको हो, जुन जुन तन्त्र चाहिएको हो ल्याउँछन्, छोडिदिनुहोस्। बचेको केही बचिएछ भने धुलोमा केही खेलौला, नत्र कुनै तन्त्र चाहिएको छैन। म यो भनिरहँदा कुनै तन्त्र ल्याउनेलाई पनि भनिरहेको छैन, कुनै नेतृत्व गर्नेलाई पनि भनिरहेको छैन। हामीले ल्याउनु पर्ने सबै तन्त्रहरू ल्याइयो, तर यसरी कुटेर पिटेर र यसरी आफ्नै दाजुभाइलाई मारेर कुन तन्त्र ल्याउनु छ र? र कुनै पनि व्यक्तिको घर जलाएर कस्तो तन्त्र ल्याउनु छ? बरु जलाउनु छ भने सिधै केपी ओलीको घर जलाए हुन्छ, शेरबहादुर देउवाको घर जलाए हुन्छ, प्रचण्डको जलाए हुन्छ, होइन? जलाउनु पर्छ, राजतन्त्रको राजाको जलाए हुन्छ। किन किन जलाउनु पर्यो निर्दोष एउटा व्यक्तिको घर? किन जलाउनु पर्यो निर्दोष व्यक्तिको गाडी? के केपी ओलीको गाडी चिन्या छैन र? कि शेरबहादुरको गाडी चिन्या छैन र? कि राजाको गाडी चिन्या छैन र? म त यही भन्छु, प्लिज निर्दोष जनताहरू मर्ने काम नगर्नुहोस्। तपाईँ आन्दोलनमा जो नै म यो देशको व्यवस्था नै परिवर्तन गर्छु, चेन्ज गराइदिन्छु भनेर जानुहुन्छ, तपाईँ नै हो मर्ने। तपाईँ मरेपछि तपाईँको आमा, तपाईँको दाजुभाइ दिदीबहिनी मर्ने हो, अरू कसैलाई केही फरक पर्दैन। बाँकी तपाईँको कुरा हो। असुर ग्यास हानिएको छ, देश कोलाहल भएको छ, अहिले सैनिक पनि परिचालन गरिसकिएको छ। बुझ्ने कसले? के चाहिएको? सबै तन्त्र आएन र? सोच्ने बेला आएन र? ज्यान बचाउनुहोस्, यति भन्छु।